तपाईँले विनोद दाईलाई घरबारीको लाल पूर्जा दिएर पठाउनु भएको हो? थाहा छ नि विनोद दाईले लाल पूर्जा किन माग्नु भएको हो भनेर। मेरो छोराले लाल पूर्जा किन माग्यो मलाई थाहा हुन्न। पैसा चाहिएको छ रे त्यसलाई, त्यही भएर त्यो बारी बेच्न खोजे। त्यतिका वर्ष हराएको मान्छे अहिले टुप्लुक्क किन आइपुगेको रहेछ थाहा पाएँ मैले। काकी, तपाईँको छोरा तपाईँको मायाले आएको होइन रहेछ, तपाईँको बारी बेच्न आएको रहेछ। सीतालाई भन्नुभयो तपाईँले यो कुरा? खाइदिनु फोन, म सीतालाई फोन गरेर भन्छु। आखिर त्यसले पनि त थाहा पाउनु पर्यो नि। के थाहा पाउनु पर्यो? बिहे गरेर गएको छोरीचेलीलाई माइतीको सम्पत्ति के मतलब? भनेर हुन्छ? त्यो यो घरको छोरी हो। तपाईँहरू नहुँदाखेरि त्यो नै त्यो काकीको छोरा भने पनि छोरी भने पनि। म धेरै जान्दिनँ हो त। मलाई हाम्रो घरको बारेमा के मतलब? म खुरु खुरु आफ्नो काम हो, अर्का घरको चासो लिने होइन। ठिक भन्नुभयो। मलाई तपाईँको घरको के मतलब? छोरा तपाईँको, बारी तपाईँको, फोकटमा मैले किन मतलब लिनु पर्यो? तर सीतालाई यो कुरा नभनेसम्म मेरो मनलाई सन्तोष मिल्दैन। खुरुको ल्याउनु फोन, म फोन गरेर सबै कुरा त्यसलाई भन्छु। त्यसपछि तपाईँहरू जेसुकै गर्नुहोस्, मतलब छैन मलाई। किन गर्छ सीतालाई फोन? सीताको नारद मुनि होस् न, जे खबर पनि त्यहाँ पुर्याउनलाई। त भने सुन्दैनस् के बुझ्दैनस्? भइहाल्यो मेरो घरमा। होइन मेरो घरमा पाइला राख्ने तैँले। जा गइहाल्छ, आइज।